ल सबैजनालाई सेवा अनि हाम्रो जुन धनकोटा शहीद भूमि वडा नम्बर 4 सिप्पेङमा चाहिँ आज अर्ग्यानिक धान चाहिँ हामीले झाँटिराखेका छौँ र हामी चाहिँ यसरी चाहिँ धान झाट्ने गर्छौँ र यो अर्ग्यानिक धान चाहिँ अति नै राम्रो मिठो स्वादिलो टेस्ट यो धानको चामलमा चाहिँ आउँछ र हामी जतिसुकै जुनसुकै ठाउँमा गए पनि खाना चाहिन्छ नै चन्द्रमा नै पुगे पनि हामीलाई खानाको आवश्यकता नै हुन्छ र यसरी युवाहरू चाहिँ यसरी चाहिँ मजाले धान पछारेर चाहिँ आफ्नो श्रम गरिराखेको छ। अब नेपालमा चाहिँ कस्तो खालको एउटा छ भने क्यारम बोर्ड खेल्ने, क्यारम बोर्डमा चाहिँ 10-12 जना चाहिँ हेरेर बस्ने, त्यसरी चाहिँ अब चल्दैन भन्ने खालको चाहिँ हाम्रो भाइ भतिजाहरूको चाहिँ अब मनासाय पनि छ र त्यही अनुसार चाहिँ यहाँ चाहिँ धान झाटिराखेको छ र यसरी चाहिँ अब युवा चाहिँ काममा लागि पर्नुपर्छ भन्ने खालको चाहिँ एउटा उदाहरण हो भन्दै आजको यो सानो भिडियो क्लिपबाट चाहिँ म बिदा हुन चाहे। धन्यवाद।